च्यानल सो आज चाहिँ डे 2 अनि आज चाहिँ हामी के गर्छौँ भने खै भलिबल म्याच चलि नै रहेको छ। भर्खरै उठ्यो मम्मी चाहिँ उता साइडको आफन्तकोमा जानुभएको छ खाजा खानु बोलाएको भएर म चाहिँ यतै घरमै छु। मलाई चाहिँ घरमै चिया ल्याइदिएको छ गाइस। यो चाहिँ माइजूले चिया ल्याइदिनु भएको छ तर मलाई कलर आएको मनपर्छ त्यही भएर चाहिँ म चियापत्ती हालेर कलर हेर्छु यो र यो खान्छु। This is my breakfast. So good. I'm a chai lover, guys. जहाँ भयो नि चिया इज mandatory for me. अनि यो चाहिँ के नदेख्ने नजारा एन्ड मी। अनि हामी जाँदैछौँ फुपू घर भाँडा दिनु बिकज यसमै चिया ल्याइदिनु भएको थियो। हो यो चाहिँ मेरो बाबा घर हो। मम्मीको माइत उतै बाबाको माइत बाबाको घर यतै के भन्छ। हेलो कान्छोबा गुड मर्निङ। म चिया खाएर आएको यसमा। यो हो हाम्रो कसले दिन्छ मै हो वाह। यो हो फुपू घर फुपूको बारी फुपू गट भैँसी एज वेल भैँसीको बेबी। है हाई तिम्रो नाम के हो के भन्छ रे पाडा। हेलो फुपू आथे ल हाम्रो फुपू आथेहरू के गर्दै हुनुहुन्छ। ओ टमाटर गाउँको टमाटर लोकल हेलो हो लोकल टमाटर टिभी रहेछ लान्छ थोरै छ फुपूले चाहिँ दिनुभएको छ धनियाँ मटर तर चटनी भनेर मटर भइ पऱ्यो एक दिन रोपना दो दुई दिनमा हाल एक दिन निमी सुन चमलाले चुन्नी बमी भए टमाटो योलाई के भन्छ रे चेरी है चेरी टमाटर भन्छ। गाउँमा चाहिँ मम्मीहरूसँग आएको फाइदा। हेलो वा हो जानी जानी हो मेन मान्छेले नबोलाएर नै आउनुहुन्छ कान्छोबा है। म कान्छोबाको साटो म खान्छु मलाई दिनु भन्छु पर्ला जस्तो छ। ल एउटा भाँडा लिएर आउँछु म। बाबाहरू जानुभयो अनि मम्मी र म छौँ। लाइन पनि छैन तर रमाइलो त रमाइलो भइरहेछ तर लाइनले गर्दा चाहिँ आई डोन्ट थिङ्क सो मैले लङ हानसम्म चाहिँ मैले आज भिडियो गर्न सक्छु अनलेस लाइन आएन भने आयो भने त फेरि आई क्यान कन्टिन्यू टिल द्याट अहिले राख्छु। के अपडेट छ भने नि विल अपडेट यु गाइस बाई पिस। मम्मीलाई फेरि आफ्नो माइत देखाउनु रे। यो हो हाम्रो मामा घर। यसमै रमाइरहेछ। अनि चेरी टमाटर अर्ग्यानिक यो घिराम्रोको बिउ and some coriander. फुपूले चाहिँ मैले लिन आएको भनेर म लिन जाँदैछु गाइस।
मामाले चाहिँ मोय मोबाइल वाला सब बत्ती आयो हेर छैन बाबा किन लागेको होला है बत्ती त छ्या धेरै मै हालिदिनु भइरहेछ धन्यवाद मामा यो चाहिँ हाम्रो आथे हो माथि घरको आथे त झाडु लाउँदै हुनुहुन्छ खै आथे मम्मी चाहिँ उखु के गरेछ खै हिजो हो मै धेरै सो गाइस अब चाहिँ हाम्रो लन्च टाइम भयो अनि लन्च गर्नु बोलाउनु भएको छ साइना काकाले म र मम्मी मात्रै हो बाबाहरू सबै गइसक्नु भयो अघि नै बिहानै यो चाहिँ हो हाम्रो पितृहरूको के भन्छ मन्दिर हामी आइपुग्यो मामा घर यो चाहिँ अञ्जलीको मामा घर पछाडि देख्नु भएको छ अनि आज चाहिँ यता बिहान बिहान खसी काट्नु भएको छ अनि त्यो भएर हामी खाना खानु आएको छ यो हो आजको लन्च यम दिस लुक्स सो यम गाउँको लोक यो छ हाम्रो नजारा कस्तो क्युट हो तिमी यता सेङ्जा भर्सेस पर्वतको रहेछ माई गुडनेस तापेर सुतिराख्नु अङ्कल मस्त सो गाइज भर्खरै म्याच चाहिँ गइरहेछ तर चिया खानु मन लागेर हामी चाहिँ तल घरतिर जाँदैछौँ सो त्यही हो अहिलेको अपडेट रमाइलो भइरहेछ गाउँमा अलि मान्छे बल्ल अहिले आइरहेको अलि भिड भएको देखेर चाहिँ त्यतिमै रमाइलो देखिरहेछ आफ्टर सो लङ मैले चाहिँ गाउँमा यति धेरै मान्छे देख्यो कालु हाय चाहिँ जानुभयो भर्खरै घर पोखरा ब्याक टु अनि म चाहिँ यतै छु अनि म बाबा कान्छा बाबा हामी सबै यतै छौँ भोलि चाहिँ हाम्रो म्याचको फाइनल छ तर म चाहिँ भोलि बिहानतिर जान्छु बिकज आइ एम अलोन हियर एन्ड गट नथिङ टु डु कोहरू आउँछ भन्थ्यो सबैले स्क्याम गर्यो मलाई हाउएभर आइ एम ह्याभिङ भेरी गुड टाइम हियर बाहिर चाहिँ पानी परिरहेछ
अनि म चाहिँ पापड फ्राई गरेको थिएँ त्यही खाँदैछु। यो ल नेपाली पापड हो, कस्तो मिठो लाग्छ मलाई। ल बाजे पर्छ न बाजे